आएर चाहिँ साउथ 1 गते होइन मैले चाहिँ खुर्सानी काट्दै थिएँ। अहिले चाहिँ खुर्सानी काटिसकेँ। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आजको न्यू ब्लगको सुरुवात चाहिँ भइसकेको छ। आज चाहिँ साउथ 1 गते होइन अनि हाम्रो चाहिँ अफिस अगाडि आउँदैछ लगाएर सबैलाई चाहिँ साउनी सङ्क्रान्तिको चाहिँ शुभकामना छ। अनि हेरौँ है हामी के गर्दैछु। प्याजमा चाहिँ टमाटर काट्दैछु। प्याजले गर्दा मान्छे भएर बनाउनु लागि म चाहिँ टमाटर काट्दै थिएँ अनि मेरो आडमा चाहिँ प्याज काट्दै हुनुहुन्थ्यो कि अनि त्यो प्याजको रागले गर्दाखेरि चाहिँ है यस्तो आहा पिरो भएर होइन अनि कसैले चाहिँ चस्मा लागेर चाहिँ मसलाहरू पिस्दै हुनुहुन्थ्यो। सबैले चाहिँ आफ्नो काम गऱ्यौँ होइन। कसैले चाहिँ काटकुट पार्ने, कसैले पकाउने कामहरू गरिरहेको। कोहीले प्याज काट्दै यहाँ टमाटर बनाउँदै यहाँ चाहिँ आलु काट्दै कसैले मेहन्दी लाउँदै यहाँ चाहिँ अचारको लागि रेडी हुँदैछ। यता चाहिँ कटिङ हुँदैछ। मैले चाहिँ खुर्सानी काट्दै थिएँ। अहिले चाहिँ खुर्सानी काटिसकेँ। ग्यासमा चाहिँ आलु उसालेको थियौँ अनि यहाँ चाहिँ पुलाउ बनाउने चामल ब्लगमा हेरिरहेको यता हुँदै बनाउँदै यता चाहिँ आलुवाली सबैले सेयर यता चाहिँ भिडियो बनाउँदैछु। पापड पाक्दैछ यहाँनिर। अब जे आइपर्छ त्यो गर्ने है। अब जिन्दगीमा जे आइपर्छ त्यो गर्ने, पछि नहट्ने। भोलि भविष्यमा के भूमिका आउँछ, के कसरी के गर्नुपर्छ केही थाहा छैन अहिले। त्यसैले तिमीहरू यहाँ झ्याउ नगर्ने। अब जे आइपर्छ त्यो गर्ने है। अब जिन्दगीमा जे आइपर्छ त्यो गर्ने, पछि नहट्ने। भोलि भविष्यमा के भूमिका आउँछ, के कसरी के गर्नुपर्छ केही थाहा छैन अहिले। त्यसैले तिमीहरू यहाँ झ्याउ नगर्ने। यति नाच्यो कि यति नाच्यो होइन। नाच्दा नाच्दै चाहिँ खाना पनि पाकिसकेको रहेछ अनि हामीले चाहिँ खाना खान थाल्यौँ होइन। पुलाउ मासुहरू खाना खाइयो। खाना खाएर चाहिँ हामी बसन्तपुर जाने सल्लाह भएको थियो कि अनि पानी पर्यो अनि पानीले गर्दा चाहिँ हामी जान पाएनौँ। अनि भोलिपल्ट चाहिँ हामी बसन्तपुर आएको थियौँ अनि त्यही भएर चाहिँ मैले चाहिँ भिडियो पनि छोटो थियो कि अनि त्यही भएर यसैमा जोइन गरेर बसन्तपुर आएको भिडियो राखेको छु। हामी चाहिँ अहिले आइसकेको अनि मन्दिरहरू यति धेरै थियो होइन। अनि पानी पनि परिरहेको थियो अनि हामी जहाँ जाँदा पनि पानीले बिजुक गराएकै हुन्छ कि
छाता लग्न त लगेको थियौँ कि अनि फोटोसोटो पनि खिच्यो, एकदमै रमाइलो पनि भयो। यहीँसम्म आएर हामी चाहिँ लाग्यौँ फेरि ड्रेस लगाउन। मैले चाहिँ सुनार ड्रेस लगाएँ, दुईजनाले राई ड्रेस लगाउनु भयो अनि मैले चाहिँ धेरै भिडियोहरू चाहिँ गरिनँ। म चाहिँ सुनार ड्रेस लगाइसकेको होइन, बसन्तपुर आएर कता हो यता राई ड्रेस, यता सुनार। तर यो चाहिँ कस्तो देख्यो कि ठुलो, ठिकै छ। मैले भिडियो चाहिँ यति नै गरेको रहेछु कि, अनि त्यही भएर आजको भिडियो चाहिँ के कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। बाई बाई।